नमस्कार सबैलाई, म ज्योतिष पण्डित गङ्गाधर उपाध्याय सधैँ आज पनि नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। आजको भिडियोमा यदि तपाईँले बारम्बार नराम्रो सपनाहरू देख्नुहुन्छ अथवा बारम्बार अशुभ सपनाहरू, दुःस्वप्न देख्नुहुन्छ, यस्ता डरलाग्दा सपनाहरू देख्नुहुन्छ भने त्यसको कारण के हो र त्यो सपनाहरू किन देखिन्छन्, आज हामी त्यसबारेमा चर्चा गर्नेछौँ। सपना त हरेक व्यक्तिले देख्छ नै। कुनै सपनाहरू शुभ हुन्छन् भने कुनै सपनाहरू अशुभ हुन्छन्। शुभ सपनाले हाम्रो मनमा आनन्द सिर्जना गर्छ भने अशुभ सपनाहरूले डरको माहौल सिर्जना गरी हामीलाई अचानक उठ्नलाई बाध्य बनाउँछ। तर सपनाले हाम्रो भविष्यलाई निर्धारण गर्ने हुन्छ अथवा भविष्यको बारेमा कुनै न कुनै सङ्केत दिएको हुन्छ। यदि तपाईँले बारम्बार ज्योतिषका अनुसार यदि तपाईँले बारम्बार नराम्रो सपना हुन्छ तपाईँलाई भने यसको लागि तपाईँले सुत्नु अघि हनुमान चालिसा पढ्दा अथवा भगवान हनुमानलाई सम्झिँदा, सङ्कटमोचन हनुमानलाई सम्झिँदा वा उहाँको पाठलाई गर्दा तपाईँले यस्तो नराम्रो सपनाबाट बच्न सक्नुहुनेछ। अथवा तपाईँका कुनै कुल देवताहरू हुन्छन्, उहाँलाई सम्झनुभयो अथवा उहाँलाई सम्झेर सोध्नुभयो भने विशेष गरी यसबाट तपाईँले मुक्त पाउन सक्नुहुनेछ। अर्को नराम्रो सपनामा यदि तपाईँले बारम्बार सर्प देख्नुहुन्छ, काल सर्प, विशेष गरी काल सर्प देख्नुहुन्छ भने यो काल सर्पको दोष पनि हुनसक्ने सम्भावना पनि हुनसक्छ। यसको लागि तपाईँले विशेष गरी सोमबारमा विशेष गरी शिवको पूजा आराधना, त्योभन्दा पनि यदि शिवलिङ्गमा दुध, जल र बेलपत्र चढाउनु भयो भने यसको निवारक रोका हुनेछ। अर्को कुरा, सपना नराम्रो देख्नुको अर्थ तपाईँको सुताइको दिशा पनि हुनसक्छ अथवा तपाईँ कुन दिशामा फर्केर सुत्नु भएको छ र कस्तो अवस्थामा सुत्नु भएको छ भन्ने पनि हुनसक्छ। तपाईँले सुन्ने सही दिशा पनि विचार गर्नुपर्छ। यदि तपाईँले बारम्बार दुःस्वप्न आउँछ भने आफ्नो सुत्ने दिशालाई परिवर्तन गर्ने विचार गर्नुहोला। तपाईँले नराम्रो सपनाबाट बच्नको लागि उत्तर पश्चिमतिर टाउको फर्काएर सुत्नु हुँदैन। तपाईँलाई यदि राम्रो सपना आओस् भने दक्षिण वा पूर्वतिर टाउको फर्काएर सुत्नु शुभ मानिन्छ। यसले दुःस्वप्नबाट पनि तपाईँलाई बचाउने गर्दछ। यदि तपाईँ दुःस्वप्नबाट छुटकारा पाउन चाहनुहुन्छ भने आफ्नो शयन कक्षमा जुत्ता अथवा नराम्रो चप्पलहरू यस्तो नराख्नुहोला। यसले नकारात्मकता फैलाउँछ, मानसिक समस्या पनि ल्याउन सक्छ र यसले तपाईँमा दुःस्वप्नको विकास गर्दछ। अर्को कुरा गरौँ, दुःस्वप्न किन आउँछ अथवा अशुभ सपनाहरू हामीले किन देख्छौँ त बारम्बार? धेरै मानिसहरूले एउटै सपना बारम्बार देख्नु यसले उनीहरूको निद्रामा बाधा पुर्याएको हुन्छ। कुनै दुर्भाग्यपूर्ण घटनाको निरन्तर डर पैदा गर्दछ अथवा कुनै यसले विशेष सङ्केत पैदा गर्दछ। उनीहरू प्राय सपनामा कुनै खास व्यक्ति, ठाउँ, घटना वा बारेको देख्दछन्। यस्ता सपना दोहोरिनुले असफलता वा आत्मविश्वासको कमीलाई सङ्केत गर्दछ। हवस् त, धन्यवाद। आजको भिडियो यति नै रहेको छ। हाम्रो भिडियोलाई मन परे च्यानललाई सब्सक्राइब गर्नुहोला।